नमस्ते, मैं पप्पू कुमार सिंह, प्राचीन हर्ब्स हेल्थ केयर की तरफ से मैं बोल रहा हूँ। आज डेट है 23 तारीख 12 महीना 2025। ये आंटी मेरे पास बैठी हुई है, तो इनका भी बहुत सारा बीमारी था जो हम लोग का प्राचीन हर्ब्स हेल्थ केयर दवा खा के आज बहुत सक्सेस हो चुके हैं। तो मैं इनके मुख से जानने की कोशिश करूँगा। आप लोग प्लीज़ इस वीडियो में बने रहिएगा। आंटी भन्नुस्, तपाईँको नाम भन्नुस्। म मतिमाया तामाङ हो। म पहिला यस्तै साह्रो बिमार थियो, हात खुट्टा दुख्ने, वाकआउट गर्ने, उल्टी गर्ने, ज्वरो आउने, यस्तै अब बेला बेला भोमिटिङ आउने, चक्कर लाग्ने थियो। अहिले चाहिँ यो दबाई खाएर धेरै राम्रो भयो, धेरै जाती भयो। 3 महिना 4 महिना भयो मैले दबाई खाएको। यो 23 तारिक तपाईँ 4 महिना भयो। अब पहिलाभन्दा चाहिँ धेरै राम्रो भएको छ। म अब कसैले यस्तै दबाईहरू फलो गर्दै खायो भने राम्रो होइन। यस्तो खालको बिमार, हात खुट्टा दुख्ने, ढाड दुख्ने, यस्तो बेला बेला जिउहरू उयो हुने अहिले धेरै राम्रो भएको छ है। ढाड घोडा दुख्ने अहिले धेरै कम्ती छ, कम्ती नै भएको छ। यो दबाईले धेरै राम्रो भयो मलाई पनि होइन। आंटी तपाईँको ये जो बीमारी भएको थे विशेष की बीमारी भएको थे, माने बेसी की बीमारी थे भन्नुस् त। मेरो बेसी त्यही हात खुट्टा दुख्ने, ढाड दुख्ने। हात खुट्टामा के हुन्थ्यो त? उठेर बात देखाइदिनु, भन्नु त हात खुट्टामा के प्रब्लम भएको थियो? हात खुट्टामा अहिले पनि छ, अलिक कम्ती नै छ। निधाएको जस्तो, सिस्नुले पोलेको जस्तो बरार हुने। फर्स्टमा चाहिँ मेरो यस्तो ढाड दुख्ने, निस्के सियोले घोच्ने जस्तो हुने, अनि यस्तो घोडा दुख्ने, घरि यता खुट्टा सर्ने, घरि यता खुट्टा सर्ने, त्यो खानाहरू त्यति नरुच्ने। अहिले चाहिँ राम्रो ठिकै छ, ठिकै छ। अहिले उठ्नु बस्नु सक्छ नि आन्टी? सक्छ, उठ्नु पर्छ। एक देखाइदिनु त। अहिले उठ्नु धेरै सक्छ। धेरै दुख्दा चाहिँ यस्तो हिँड्छु नि म, फेरि यस्तै हिँड्छु। अहिले चाहिँ तर धेरै राम्रो। पहिले के समस्या होला? पहिला समस्या अब यो ढाड दुख्ने, यो खुट्टा दुख्ने होइन। उठ्नु बस्नु भएको थिएन? भएको थिएन, उठ्नु बस्नु भएको थिएन। 1 महिना म ओछ्यान लागेको। ए, तर यो बिमार चाहिँ मलाई 1 वर्षदेखि नै उठेर खानापिना बनाउनु नसक्ने, अब यसरी चुलोमा बसेर पकाउनु पर्ने, त्यस्तै समस्या थियो। ए, अहिले चाहिँ अब धेरै राम्रो भएको छ। अहिले धेरै राम्रो भयो नि आन्टी? धेरै राम्रो भयो अहिले चाहिँ। पहिला तपाईँको अनुहारै फुलेको थिएन? पहिला म कस्तो बिमार अवस्थामा थियो, अहिले धेरै राम्रो भएको छ। विश्वास छ मान्छेको होइन। अरू तपाईँको अरू मान्छेले के भन्नु चाहिन्छ भन्नु त? मान्छेको बारेमा अब हामीलाई जस्तै बिमार लाग्यो भने यो दबाई फलो गरेर खानुहोस् होइन, राम्रो हुन्छ यो दबाईले। आन्टी तपाईँको नियमसँग खायो नि? तर नियम भनेको कि मैले बेला बेला बिगारेँ खाँ। तिमीलाई भने नि, अब चिया खानु मन लाग्ने होइन। पहिला अब खाइबस्ने मान्छे, चिनी चाहिँ खाएको थिइनँ, नुन हालेर कम्ती हालेर चाहिँ मैले चिया खान्थेँ कि पहिलाभन्दा धेरै राम्रो। आन्टी तपाईँको बिमारी कति साल भएको थियो? यो 1 सालदेखि नै म अब उठेर खाना यस्तो ढाड दुख्ने कि ढाडको प्रब्लम, यसरी त्यो ग्यासको छेउमा यसरी ढेसेर पकाउँथेँ, उठेर काम गर्नु नसक्ने। अहिले त पुरो मतलब बहुतै निको भयो नि आन्टी? पहिलाभन्दा धेरै राम्रो भएको छ। धेरै राम्रो भयो नि? त्यति साह्रो क्लियर चाहिँ भएको छ। पहिलादेखि त बहुतै राम्रो नि? बहुतै राम्रो। ल आंटी, तपाईँको मैं दिल से धन्यवाद देना चाहूँ प्राचीन हर्ब्स हेल्थ की तरफ से। तो देखिए आज ये आंटी मेरे पास बैठी हुई है जो इनको बहुत बीमारी था। मैंने स्कैन किया था और हार्ट का भी बीमार था, गैस का भी था, हड्डी का भी था, उठने बैठने प्रॉब्लम। आंटी उठ भी नहीं सकती थी। मेरे पहले का फ़ोटो भी है, पूरा चेहरा भी फूल गया था। तो आज मैक्सिमम 4 महीने से हम लोग का प्राचीन हर्ब्स हेल्थ केयर दवा खा रही है, तो काफ़ी चीज़ सक्सेस हो चुके हैं। तो मैं हर एक में आप लोग के बीच में लाते रहता हूँ एक वीडियो, ताकि आप लोग को एक आयुर्वेद के प्रति एक जागरूक मिले, लोगों को एक भरोसा हो, ट्रस्ट हो। हाँ, तो एक्चुअली मैं यही चाहता हूँ कि लोगों को प्राचीन हर्ब्स हेल्थ केयर के आयुर्वेद के दवा पर विश्वास हो। जो लोग विश्वास करके खा रहे हैं, आज बहुत सारे लोगों को बड़ी से बड़ी बीमारी, पुनः से पुनः बीमारी जड़ से ख़त्म हो चुके हैं। और मैं चाहता हूँ कि आयुर्वेदिक हम लोग का इसी तरह डेवलपमेंट हो, लोगों को आयुर्वेद पर विश्वास हो। तो मेरा नाम पप्पू कुमार सिंह है। हाँ, और ये आंटी जो बता रही है, इस जगह का नाम है गारीदूरा। हाँ, गारीदूरा जगह का नाम है। तो हाँ, तो मैं यही चाहता हूँ कि आप लोग भी प्लीज़ इस वीडियो को थोड़ा शेयर कर दीजिएगा ताकि लोगों को पता चले। मेरा कॉन्टैक्ट नंबर है 9365573846। जो आंटी जानकारी दिया, धन्यवाद।